हेलो फ्रेन्ड्स मैले फेरि त्यो अघिको त्यो फर्स्ट पार्ट थियो त्यो क्वेसन जुन मैले हालेको छु त्यही क्वेसनकै त्यो एक्सप्लेन द फर्मेसन अफ न्युटन्स रिङ्स बाई रिफ्लेक्टेड लाइट वाला सोधेको छ नि अनि यो नोट मैले तयार पारेर हालेको रहेछु। डेफिनेसन छ अनि त्यसपछि त्यसको फर्मेसन यहाँ 5वटा पोइन्टमा हजुरहरूले देख्न सक्नुहुन्छ। यो 5वटा पोइन्टमा फर्मेसन भयो त्यसको न्युटन रिङ्सको एन्ड देन आफ्टर यहाँ कन्डिसन फर रिङ एन्ड यो चाहिँ डायग्राम। यति लेख्नुहुन्छ भने 6 मार्क्स यु विल गेट। जति मैले हाइलाइट गरेको छु द्याट अल आर इम्पोर्टेन्ट पोइन्ट्स। सो मतलब हेर्दा अलिकति सजिलो हुन्छ कि मतलब याद गर्न अलिकति सजिलो हुन्छ। यु मस्ट रिमेम्बर इम्पोर्टेन्ट पोइन्ट। सी